बेत्रावती बजार पुरै पुरिसकेको छ। सबै सुरक्षित रहनु होला त्रिशुलीतिर। मैले भिडियो बनाएँ, म तपाईँलाई अहिले बनाएर पठाइदिन्छु अब है। हाम्रो त बाटै छैन सब मान्छे अब गएन होइन। छैन अब यस्तो स्थिति छ यो बिजोग स्थिति। बेत्रावती बजार पुरै ध्वस्त सकिसक्यो, भैँसे सकियो। अहिले भर्खर कि अहिले भिडियो पठाइदिनु मतलब यति ठुलो बाढी आएछ कि दाइ होइन। तपाईँ ठ्याक्कै तपाईँको यो अब त्यो घुम्ने आइपुग्नु लाग्यो। हामी बेत्रावतीबाट भर्खर सुरु भयो कि पुरा घरै छैन दाइ। लगभग तपाईँको 40-50 घरै डुब्यो कि। मान्छे कति मऱ्यो हेर्नुहोस्, 100-150 एउटा घर डुबिसकेको छ त्यहाँ। चाहिने कटेम होइन। मान्छे कति मरे कति के भयो केही फर्किनु अब त पत्तै छैन यो। अब हामी त कटिहाल्यौँ, केही फरक परेन। हामी चाँडै भयो बिहान आज। अहिले अब हामी त भाग्यले मान्छे हो कि तपाईँहरू त चाँडै आइहाल्नु भयो।